श्रद्धेय महानुभावहरू, आज हामी स्याङ्जाको सद्भाव र्यालीमा उपस्थित छौँ। हामी एकदम मेरो अनन्य मित्र अली मोहम्मदजी र म वेदप्रसाद दोरङ्गे हामी सँगै छौँ। हाम्रो एकता अटुट छ, अक्षम्य छ र कहिल्यै पनि नटुट्ने खालको छ। हामी हात पनि मिलाइरहेका छौँ र हाम्रो सद्भाव सधैँ नै त्यसरी नै निरन्तर रहनेछ। हस्, धन्यवाद। आदरणीय जनसमुदायहरू, जुन तराईका जिल्लाहरूमा यो धार्मिक विषयलाई लिएर जुन खालको द्वन्द्व भएको छ, यो द्वन्द्व धार्मिक नभएर निजी स्वार्थका लागि कुनै यस्ता चाहिँ उग्रतन्त्रहरूले जुन मचाइरहेको अवस्था छ, यो उहाँहरूको जुन भित्री चाहिँ सोच र भित्री इच्छा छ त्यो कहिल्यै पुरा हुनेवाला छैन। किनभने नेपालमा रहेका हिन्दू, मुस्लिम, बौद्ध, क्रिस्चियन जाति समुदायहरू नग्रवासको सम्बन्ध जस्तो भएर बसिरहेको अवस्था छ। यसको यथार्थ कुराहरू सम्पूर्ण नेपालीहरूले बुझिसकेको अवस्था छ। यो उहाँहरूको चाहिँ मनसाय कहिले पुरा हुनेवाला छैन। धन्यवाद। भोलि गएर ओडामा गएर सुधारी बनाऊ ग्वाली खाउनु थियो। हजुर सामाजिक सद्भाव र्याली अगाडि बढिरहेको छ। दैनिकको प्रत्यक्ष भएको सबैको हामी यहाँबाट यही नै एक ढिक्का हिसाबमा हामीले यो सन्देश प्रवाह गरिरहेका छौँ। र एउटा हामी सबै छुटिसके पछाडि स्याङ्जामा शान्ति र सामाजिक सद्भाव रहन्छ भन्ने एउटा साझा प्रतिबद्धता हामीले यहाँबाट उद्घोष गरौँ। म केही शब्दहरू उच्चारण गर्छु, मेरो पछाडि यहाँहरूले गरेर यो साझा प्रतिबद्धता व्यक्त गरिदिनु हुनका लागि अनुरोध गर्दछु। हामी स्याङ्जावासी सबै जात जाति, भाषा, धर्म, संस्कृति र समुदाय बीच आपसी सम्मान, सहिष्णुता, संवाद र सहयोगको भावनालाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ। कुनै पनि प्रकारको घृणा, हिंसा र विभाजनलाई अस्वीकार गर्दै शान्तिपूर्ण, सभ्य र समृद्ध समाज स्याङ्जा निर्माणको हातेमालो गर्नेछौँ।
यो सामूहिक प्रतिबद्धताका लागि सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। हामी यो छोटो कार्यक्रममा यहाँहरूलाई आह्वान गऱ्यौँ, यहाँहरू उपस्थिति भइदिनु भयो, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै श्रद्धेय महानुभावहरू, आज हामी साइजाको सद्भाव र्यालीमा उपस्थित छौँ। हामी एकदम मेरो अनन्य मित्र अली मोहम्मदजी र म वेदप्रसाद दोरङ्गे हामी सँगै छौँ। हाम्रो एकता अटुट छ, अक्षम्य छ र कहिल्यै पनि नटुट्ने खालको छ। हामी हात पनि मिलाइरहेका छौँ र हाम्रो सद्भाव सधैँ नै त्यसरी नै निरन्तर रहनेछ। हस्, धन्यवाद। आदरणीय जनसमुदायज्यू, जुन तराईका जिल्लाहरूमा यो धार्मिक विषयलाई लिएर जुन खालको द्वन्द्व भएको छ, यो द्वन्द्व धार्मिक नभएर निजी स्वार्थका लागि कुनै यस्ता चाहिँ उग्र तन्त्रहरूले जुन मचाइरहेको अवस्था छ, यो उहाँहरूको जुन भित्री चाहिँ सोच र भित्री इच्छा छ त्यो कहिल्यै पुरा हुनेवाला छैन। किनभने नेपालमा रहेका हिन्दू, मुस्लिम, बौद्ध, क्रिस्चियन जाति समुदायहरू नग्रवासको सम्बन्ध जस्तो भएर बसिरहेको अवस्था छ। यसको यथार्थ कुराहरू सम्पूर्ण नेपालीहरूले बुझिसकेको अवस्था छ। यो उहाँहरूको चाहिँ मनसाय कहिले पुरा हुनेवाला छैन। धन्यवाद। भोलि गएर ओडामा गएर सुधारी बनाऊ ग्वाली खाउनु थियो हजुर। यति बेला केन्द्रमा सामाजिक सद्भाव र्याली अगाडि बढिरहेको छ। दैनिकको प्रतीक्षा भएको सबैको हामी यहाँबाट यही नै एक
ढिक्का हिसाबमा हामीले यो सन्देश प्रवाह गरिरहेका छौँ र एउटा हामी सबै छुटिसके पछाडि स्याङ्जामा शान्ति र सामाजिक सद्भाव रहन्छ भन्ने एउटा साझा प्रतिबद्धता हामीले यहाँबाट उद्घोष गरौँ। म केही शब्दहरू उच्चारण गर्छु, मेरो पछाडि यहाँहरूले गरेर यो साझा प्रतिबद्धता व्यक्त गरिदिनु हुनका लागि अनुरोध गर्दछु। हामी स्याङ्जावासी सबै जात जाति भाषा धर्म संस्कृति र समुदाय बीच आपसी सम्मान सहिष्णुता संवाद र सहयोगको भावनालाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ। कुनै पनि प्रकारको घृणा हिंसा र विभाजनलाई अस्वीकार गर्दै शान्तिपूर्ण सभ्य र समृद्ध समाज स्याङ्जा निर्माणको हातेमालो गर्नेछौँ। यो सामूहिक प्रतिबद्धताका लागि सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। हामी यो छोटो कार्यक्रममा यहाँहरूलाई आह्वान गऱ्यौँ, यहाँहरू उपस्थिति भइदिनु भयो, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै